हेलो गाइज, आज चाहिँ हाम्रो घरमा बिरयानी पाक्दैछ। आज हेरौँ मैले तपाईँलाई बिरयानीको रेसिपी दिएको छु, मेरो मम्मीको बिरयानीको रेसिपी। आज चाहिँ मेरो घरमा बिरयानी चाहिँ मिठो 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 हुन्छ भनेर मैले आशा राखेको छु। ल आज चाहिँ मेरो मम्मीले बिरयानी बनाउँदै हुनुहुन्छ। फर्स्टमा मेरो मम्मीले चामल भिजाउनु भयो। चामल भिजाउँदै जाँदाखेरि त्यसपछि साइडमा कराई बसाल्नु भयो। अनि कराईमा तेल हाल्नु भयो। तेल हालेपछि त्यो मासु ल्याउनु भयो। मासुलाई चाहिँ कराईमा हाल्नु भयो। कराईमा हालेपछि त्यसलाई एकछिनसम्म भुट्ने। त्यो भुटेपछि गोल्डन ब्राउन हुन्छ। गोल्डन ब्राउन हुँदै एकछिनसम्म छोडिदिनु त्यसलाई। एकछिनसम्म छोडिदिएपछि त्यसलाई मजाले डाडुले चलाउनु। डाडुले चलाउँदाखेरि त्यसलाई नभाँचिने गरी चलाउनु। अनि त्यो टाइट भएपछि मेरो मम्मीले चाहिँ त्यसलाई कराईबाट निकाल्नु भयो। कराईबाट निकालेपछि चाहिँ मासु चाहिँ यस्तो देखेको थियो। त्यो हेर्दै खाऊ जस्तो लाग्ने जस्तो नै देखेको थियो मासु पनि। त्यसपछि मेरो मम्मीले कराई बसाल्नु भयो। कुकर बसाल्नु भयो। कुकरमा तेल हाल्नु भयो र तेजपत्ता हाल्नु भयो। तेजपत्ता र ल्वाङ हाल्नु भयो। ल्वाङ हालिसकेपछि त्यसलाई एकछिनसम्म भुट्ने। भुट्दै त्यसमा अलिक गाढा हुन्छ। अनि त्यसमा प्याज हालिदिने। प्याज हालेपछि त्यो प्याजलाई नडराइकन एकछिनसम्म भुट्ने। भुटिसकेपछि त्यसमा मसला हालिदिने। यो मसला चाहिँ लसुनहरू पिनेर बनाए। अनि त्यसमा सानो गोल भेडा हालिदिने। त्यसलाई चाहिँ नकिच्याइकन हालिदिने, किनकि पाकिसकेपछि यसलाई किच्याउनलाई सजिलो हुन्छ। अनि मेरो मम्मीले एकछिन चलाउनु भयो। चलाउँदाखेरि मेरो मम्मीले त्यसमा मरमसला हाल्नुभयो स्वादअनुसार। तपाईँहरूकोमा चाहिँ कति स्वादहरू खानुहुन्छ, कसरी खानुहुन्छ त्यसरी हाल्नु। त्यसरी हालेपछि थोरै खोर्सानी हाल्नुभयो मेरो मम्मीले स्वादअनुसार। हाम्रो परिवारले खाने जति स्वाद हाल्नुभयो। अनि त्यसपछि त्यसलाई एकछिन चलाउनु भयो। चलाउँदै त्यो चाहिँ यस्तो देखेको थियो। त्यसपछि त्यसमा चलाउँदा एकछिन छोडिदिने। अनि मासु चाहिँ यस्तो देखेको थियो, हेर्दै खाऊ जस्तो लाग्यो। अनि त्यसमा नुन हालिदिनु भयो। नुन हाल्दा आफ्नो स्वादअनुसार हाल्ने। नुन हालेर मोल्नु भयो। मोलेपछि चाहिँ यस्तो देखेको थियो, हेर्दै खाऊ लाग्दो। त्यो एकछिन छोडिदिनु भयो मेरो मम्मीले। एकछिन चलाएर छोडिदिनु भयो। अनि त्यसमा मासु हाल्नुभयो। मासु हालेपछि त्यसलाई एकछिन मिक्स गर्नुभयो। मिक्स गर्दाखेरि चाहिँ यस्तो दामी देखेको थियो कि खाऊ लाग्दो। हेर्न सक्नुहुनेछ, यस्तो मजाले पाके छ। यो चाहिँ यस्तो मिठो गरी पाक्यो। अनि त्यसमा मेरो मम्मीले मिट मसला हाल्नुभयो। यो पनि स्वादअनुसारै हाल्नु होला। अनि त्यो स्वादअनुसार हालेपछि चाहिँ यसलाई मिक्स गर्ने। मिक्स गर्दाखेरि चाहिँ यसलाई यस्तो देखेको थियो, कति राम्रो कलर आएको थियो। गोल्डन ब्राउन कलर आएको थियो। अनि यसमा एकछिन पकाएपछि चामल हालिदिनु भयो। त्यो अघि भिजाएको चामल हालिदिनु भयो। त्यो चामल चाहिँ यस्तो देखेको थियो। त्यो चामललाई चाहिँ कराईमा हालिदिनु भयो मेरो मम्मीले। त्यो चाहिँ राम्ररी मिलाएर हालिदिनु भयो। हजुरहरूको कतिजना छ त्यति नै हाल्नु होला चामल। मेरो मम्मीले चाहिँ 3 ट्वाक हाल्नुभयो, किनकि हाम्रो घरमा मान्छे धेरै थियो। तपाईँहरूको कति हुन्छ त्यति नै हाल्नु। अनि त्यसपछि त्यसलाई चामल हालेर सकेपछि ढक्कन लगाइदिनु भयो। कुकरको ढक्कन लगाएर हटाउँदाखेरि चाहिँ यस्तो दामी देखेको थियो।
अनि त्यो मासु पनि यस्तरी दामी खाउ जस्तो लागेर देखेको थियो। अनि मम्मीले सर्भ गर्नुभयो। यो प्लेटमा हाल्दै कस्तो खाउ लागेको थियो। त्यो प्लेटमा हाल्दाखेरि यस्तो देखेको थियो, हेर्दै खाउ जस्तो लागेर मलाई त एकदम खान कहिले आउँछ भनेर खान मन लागेको थियो। अनि त्यहाँ मेरो प्लेटमा आउँदै मैले खाएँ एक चम्चा।